हेलो साथीहरू, नमस्कार सबैमा। आज चाहिँ मेरो बिहान म उठेर त्यसपछि ड्युटी जानुको लागि हतार रेडी भइसकेँ अनि मैले कपडा सपडा मिलाइसकिसकेँ। अनि त्यसपछि भनेको आज चाहिँ हाम्रो बाहिर जानुपर्ने थियो। दिउँसोको समय भइसकेको थियो अनि हामी चाहिँ रेडी भएर गाडीमा पनि पुगिसक्यौँ। गाडीमा पुगिसकेपछि हामीले यो दिउँसो भएको थियो नि त, अनि दिउँसो भइसकेपछि के खाने भयो अनि यो ड्राइभरले लिएर आएछ। मलाई त थाहा पनि थिएन। अनि यो नेपाली पाउने जस्तो कि त्यहाँ पनि अब यहाँ पनि भनौँ यहाँ पनि नेपाली जस्तो हुँदो रहेछ। यस्तो केहरू कि पिरोहरू एकदम धेरै पिरो खाने चाहिँ मेरो बानी हटिसकिसकेछ। मलाई हिजो मात्रै थाहा भयो, यो खाँदाखेरि मात्रै थाहा भयो। अनि त्यसपछि मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। साथीलाई मैले प्लिज खोलिदेऊ न भनेको, मेरो साथीले खोलिदियो। त्यसपछि मैले धन्यवाद भनेर मैले पेप्सी पनि देखाएँ। अनि त्यसपछि हामी कस्टमरकोमा पनि पुगिसकेको थियौँ। अनि पर्खिरहेको थियौँ, बाहिर आएको थिएन नि त मान्छे। अनि पर्खिरहेको थियौँ। कति राम्रो बिल्डिङ के कस्तो क्युट लाग्दो बिचरा, गर्मीले रहेछ सानो न सानो। मलाई फेरि त्यति मनपर्छ। यता र उता हिँडिरहेछ। अनि त्यसपछि हामीले भनेको नेल पलिस लगाइदियौँ। अरू काम पनि थुप्रै गरेको तर नदेखाएको। अनि रात पनि परिसकिसकेको थियो। मलाई बाहिरको भाइब्स चाहिँ दामी लागेर त्यो गाना पनि राम्रो बजिरहेको थियो। हिन्दी गाना बजिरहेको थियो होइन। अनि हामी अरू जानु त हामी धेरै दिनभरिमा थुप्रो त गरी के त हिँडिराख्यौँ। तर पनि बनाउने चाहिँ अब यति नै होइन, थोरै मात्रै बनाएको, एउटा मगाएको मात्रै। अनि त्यसपछि हामी यो चाहिँ घर फर्किँदै गरेको। अनि हामीलाई यो कस्टमरले दिएको गिफ्ट रे। अनि के रहेछ म त मजाले चिनिनँ पनि। त्यसपछि हामीले के गर्यौँ अनि रुम आयौँ। रुम आइसकिसकेपछि म चाहिँ एकदम धेरै गलेँ है। गलेर यस्तो भएँ अनि सुत्दिउँ जस्तो भइसक्यो। अनि मैले यस्तो अलिकति दिएको अनि उतापट्टि त्यसपछि उठिसकिसकेपछि फेरि खाना खानु पऱ्यो। अनि उठेर यो यिनीहरू मिलाउनु पर्ने थियो, क्युटी कलरहरू मिलाइसकेपछि सबै रेडी गरिसक्यौँ। रेडी गरिसकेर फेरि यो अनार चाहिँ सबैजनाले बहिनी र मैले खानुको लागि रेडी गऱ्यौँ। अनि म नुहाइदिए गरिसकेर पनि म सुत्नलाई पनि रेडी भइसकेँ। यति भन्दै आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्छु। मेरो आज दिन यसरी बित्यो। बाई बाई।